नमस्कार। आदरणीय यहाँ उपस्थित हुनुभएका मेरा प्यारा प्यारा हजुरबा हजुरआमा बुबा आमा दाजुभाइ दिदीबहिनी काका काकी मामा माइजू भान्जा भान्जी अङ्कल आन्टी फुपू फुपाजू नाति नातिना नातिका पनि साथी तपाईँहरू सम्पूर्णलाई म बोकेदारी धेरै धेरै नमस्कार गर्दछु। नमस्कार। र सबैजनालाई म आई लभ यु भन्न चाहन्छु। आई लभ यु है। अब पुरानै शैलीमा अघि बढौँ। मैले दिदीबहिनीहरूलाई केही भने दाजुभाइहरूले हुटिङ गर्नुपर्छ। ओके? मेरो नाम हो बोके। ओके? मेरो नाम हो। मैले दाजुभाइहरूलाई केही भने दिदीबहिनीले हुटिङ गर्नुपर्छ। ओके? ओके, ल सुरु गरौँ है त। बाइफाले भन्छन् पहिला जानेलाई। हेर्नुहोस् दाजुभाइहरूको हुटिङ योभन्दा डबल चाहिन्छ। चेलीबेटीको एकचोटि ट्राई गरौँ। जोइटिङ रे भन्छन् स्वास्नी ढोग्नेलाई। चेलीबेटी मात्रै हुनुहुन्छ कि क्या यहाँनिर? केटाहरूको हुटिङ आएन। बाइफाले भन्छन् पहिला जानेलाई। बामती भन्छन् पोइ कुट्नेलाई। ए नखौरी भन्छन् केटा फकाई पैसो धुत्नेलाई। बानी बेउरा लच्छिन् कि केटी भेट्नै गाह्रो। मलाई पनि एउटी केटी साह्रै मन पर्यो। एक चम्ची घिउ साइकलको ट्यु साह्रै मन परेकीलाई ठाडै आई लभ यु। लुकाउने कुरै छैन, सिधै आई लभ यु भन्दैन। अब दिदीबहिनीहरूको पालो। जोइटिङ रे भन्छन् स्वास्नी ढोग्नेलाई। जड्या भन्छन् बाटैमा सुत्नेलाई। हो? जोइटिङ रे भन्छन् स्वास्नी ढोग्नेलाई। जड्या भन्छन् बाटैमा सुत्नेलाई। घर साँडा भन्छन् रातै दिन स्वास्नी कुट्नेलाई। लोग्ने स्वास्नी मिल्नु पर्छ दुवै बराबरी। घरको इज्जत नारी हो, नारीको चाहिँ सारी। एक चम्ची घिउ साइकलको ट्यु सारी लाउने नारीलाई ब्याङ्कको आई लभ यु। अब मोटे पार्टी र लुते पार्टी एकछिन दोहोरी खेलौँ, हुन्छ? म त लुते हो। मोटो मान्छे र लुते मान्छेको अलिकति म कुरा गर्छु मोटे र लुतेको बारेमा। सुन्नुहोस् है त। मोटो मान्छे साह्रै घिचुवा पित्तल जस्तो भुँडी। त्यही भुँडीले गर्दा यिनका पहिला जान्छन् बुढी। त्यही भुँडीले गर्दा यिनका पहिला जान्छन् बुढी। हो कि होइन? त्यसैले त मोटे पार्टी मुर्दाबाद मुर्दाबाद मुर्दाबाद। सुके पार्टी जिन्दाबाद जिन्दाबाद जिन्दाबाद। गन्द्राङ। अब सुकेलाई पनि गाली गर्नु पर्यो है त। सुके मान्छे लामखुट्टे झैँ हुटी ट्याउ झैँ खुट्टा। मलाई हेरे हुन्छ। इन्दिराजी पनि सुके नै हुनुहुन्छ, उहाँ नि लुतेमै पर्नुहुन्छ। इन्दिराजी पनि लुते पार्टीमै पर्नुहुन्छ। लुते मान्छे लामखुट्टे झैँ हुटी ट्याउ झैँ खुट्टा। हावा हुरी आयो भने खोज्छ रुख बुट्टा। हो कि होइन? त्यसैले त सुके पार्टी मुर्दाबाद मुर्दाबाद मुर्दाबाद। मोटे पार्टी जिन्दाबाद जिन्दाबाद जिन्दाबाद। गन्द्र्याङ। अब मोटो मान्छेको चाहिँ अलिक कस्तो हुन्छ भने
भ्यात्त भुँडी वात्त गाला लौका जस्तो थोपडा भ्यात्त भुँडी वात्त गाला लौका जस्तो थोपडा अँध्यारोमा भेट्यो भने ठ्याक्कै प्रेम चोपडा। अब लुते मान्छेको पनि गजबै हुन्छ। जिउ सुकेर गइसक्यो अनुहार हरियो निलो काटी कुटी जोख्यो भने 32.5 किलो। 32.5 भन्दा म धेर छुइनँ, त्यति नै हो। हेर्नुहोस् अब यसो रमाइलो गर्दै जाउँ, गीत पनि गाउँदै जाउँ। घर कसले सिँगार छ? मैले केही पनि भनेको छैन, सबै उहाँहरूले भन्दै हुनुहुन्छ। घर कसले सिँगार छ? घर कसले बिगार छ? मैले भनेको होइन, सबै पछाडिबाट आउँदैछ। घर कसले सिँगार छ हो माइले घर कसले बिगार छ हो। मैले केही भनेको छुइनँ, मलाई त्यहाँ भाउजूले यस्तरी हेर्दै हुनुहुन्छ, केही भनेको छैन मैले। भाइ भाइ नि फुटाउँछन् हो चाहे भने जुटाउँछन् हो। आई माने म माई माने मेरो मै खाउँ मै लाउँ मेरै मात्रै होस् भन्ने सोच्छन्। आई माइले घर कसले सिँगार छ हो आई माइले घर कसले बिगार छ हो आई माइले। राम्रो गर्ने पनि आई माई नराम्रो नि आई माई नराम्रो चाहिँ औल्याएको हो भाउजू होइन है सबैलाई। 5 पाण्डवको राम्रो सुख द्रौपदीको छुचो मुख किन भन्नु दुर्योधनलाई त्यस्ता कुरा गर्नु गरिन्। अन्धाको छोरो अन्धै हुन्छ भनेर पो मरिन्ज्या है। महाभारत मचेको हो आई मैले इन्द्र बिग्रे आई मैले विष्णु बिग्रे आई मैले जलान्धर मर्यो आई मैले किचक मर्यो आई मैले झुटो बोल्या होइन है साँचो भन्या हो मैले। रावण नि बिग्रेको हो आई मैले रामायण मचेको हो आई मैले विल क्लिन्टन बिग्रेको हो आई मैले ब्रुस ली नि सिद्धेको हो आई मैले माइकल ज्याक्सन बिग्रेको हो आई मैले माइक टाइसन साफै भो हो आई मैले। बज्याले घुमाइ घुमाइ कत्रो गाली गर भन्दै हुनुहुन्छ होला। जो सती सावित्री नारी हुनुहुन्छ, जो पतिव्रता हुनुहुन्छ, जो सुन्दरी नारी हुनुहुन्छ, जो पावरफुल यङ लेडी हुनुहुन्छ, त्यस्ती नारीमाथि ठेट नेपाली शब्दमा भन्नुपर्दा कसैले गिद्धे नजर लायो भने त्यस्ता पुरुषको अन्त्य चाहिँ कोबाट हुन्छ भन्दाखेरि नारीबाट हुन्छ, ती आइमैबाट हुन्छ। त्यसकारणले नारी माताको जय, नारी माताको। हेर्नुहोस् नारीलाई सम्मान गर्नुपर्छ, नारीलाई हेला गर्नु हुँदैन, एक शब्द भए पनि सम्मान गर्नुपर्छ। यदि नारीले गर्ने काम हामीले गर्यौँ भने हाम्रो हालत कस्तो होला, कस्तो हुन्थ्यो होला हाम्रो हालत। सुन्नुहोस् कस्तो हुन्थ्यो होला मैले लाए सिन्दुर पोते। वाह वाह वाह। कस्तो हुन्थ्यो होला मैले लाए सिन्दुर पोते। कस्तो हुन्थ्यो होला मैले 9 महिना भुँडी बोके। कस्तो हुन्थ्यो होला मैले 9 महिना भुँडी बोके। राम 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 भन्नु पर्ला मरुन्जेली कन्नु पर्ला। कस्तो हुन्थ्यो होला। हेर्नुहोस् म नारी भएको भए म कति पीडादायी हुन्थे।
नारीले गर्ने काम हामीले गर्न सक्दैनौँ, उहाँहरूले गर्ने काम हामीले सक्दैनौँ। जुन कारणले सक्दैनौँ त्यस कारणले पनि हामीले उहाँलाई सम्मान गर्नुपर्छ। उहाँहरू उनको माता हो, धरती हो, जननी हो। उहाँलाई हामी एकचोटि जोरदार सम्मान गरौँ। नारीको नाममा एकचोटि जोरदार ताली बजाउनुहोस् प्लिज। र यो कार्यक्रम हाम्रो हो, हामी राम्रा हौँ, हामी हाम्रा हौँ। हामीले हाम्रो भन्ने विचार मनमा ल्याउनुपर्छ। हाम्रो कार्यक्रम राम्रो भन्ने विचार पनि ल्याउनुपर्छ। मेरो भन्नु हुँदैन। मेरो र हाम्रोमा धेरै फरक छ। तर कहिलेकाहीँ मेरो र हाम्रोले अलिकति गडबड पार्छ। बिहे हुनुभन्दा अगाडि डेटिङ जाँदाखेरि सबै थोक हाम्रो हुन्छ। हाम्रो संसार कस्तो होला, हाम्रो छोराछोरी कस्तो होला, हाम्रो घर कस्तो बन्ला, सबै थोक हाम्रो हुन्छ। मेरोको त नाम निशाना काहीँ पनि हुँदैन। श्रीमतीले पनि त्यसै भन्छन्। त्यो बिहे गर्नुभन्दा अगाडि त्यति बेला श्रीमती भएकी हुन्न। बिहे गरेको भोलिपल्टदेखि सबै थोक मेरो हुन्छ। हाम्रो माइनस, मेरो प्लस। बिहानै जुरुक्कै उठो, ओ माई गड यहाँ राखेको थियो, मेरो कहाँ गयो होला। भोलिपल्ट, पर्सिपल्ट हुँदै हुँदै 1 महिना बित्यो। श्रीमानलाई अपाच्य भयो। पहिले हाम्रो भन्ने डार्लिङ, आज मेरो भन्न थालिन्। एक दिन बिहानै ब्रस गर्दै आउनुभयो, श्रीमती खोज्दै हुनुहुन्थ्यो। ओ माई गड मैले यहीँ राखेको थिएँ, कहाँ गयो, मेरो कहाँ गयो, तपाईँले देख्नुभयो? तिमीलाई म हेर्दैछु 1 महिनादेखि, तिमीले हाम्रो भन्न छोडेर जहिले पनि मेरो मेरो मात्रै भन्न थाल्यौ। के भयो तिम्रो? होइन मेरो। कसरी मेरो? हिजो हाम्रो आज मेरो हुन्छ। भोलिदेखि तिमीले हाम्रो भन्यौ भने ठिक छ, यो घरमा बस्ने। मेरो भन्यौ भने तिमीले झोली तुम्बा बोक्ने, माइत जाने। तिम्रो उपाय छैन। ल अब चाहिँ गीत गाउँ। 1 चम्चा घिउ साइकलको ट्युब मनपर्ने केटीलाई सिधै आई लभ यु। ताली पड्काउनुहोस् है, ताली पड्काउनुहोस्। मसाला मलाई नचला, मिट मसाला मलाई नचला। रिस उठेको बेला मेरो हातमा घाउ छ, तँलाई कुट्ने दाउ छ। मेरो हातमा घाउ छ, तँलाई कुट्ने दाउ छ। 1 चम्ची घिउ साइकलको ट्युब मनपर्ने केटीलाई सिधै आई लभ यु। मनपर्ने केटीलाई सिधै आई लभ यु। हे ताली पड्कायो भने चाउरी परेका गालाहरू पनि फुट्टा फुट्टा बाहिर आउँछ। रमाइलो गरौँ है, रमाइलो गरौँ। भैपाली भन्छन् पहिला जानेलाई, बामती भन्छन् पोइ कुट्नेलाई। हो कि होइन? भैपाली भन्छन् पहिला जानेलाई, बामती भन्छन् पोइ कुट्नेलाई। नखौरी भन्छन् केटा फकाई पैसा धुत्नेलाई। पानी बेउरा लच्छिन् कि केटी भेट्नै गाह्रो। मलाई पनि एउटी केटी साह्रै मन पर्यो। 1 चम्ची घिउ साइकलको ट्युब साह्रै मन परेकीलाई ठाडै आई लभ यु। साह्रै मन परेकीलाई ठाडै आई लभ यु। हे मलाई तपाईँहरूसँग नाच्न गाउन साह्रै रमाइलो लाग्छ। ठाउँ ठाउँबाट उठेर नाच्नु भए हुन्छ है।
टिङ्रे भन्छन् स्वास्नी ढोग्नेलाई, जड्या भन्छन् बाटैमा सुत्नेलाई। हो क्या जोइ टिङ्रे भन्छन् स्वास्नी ढोग्नेलाई, जड्या भन्छन् बाटैमा सुत्नेलाई। घर साँडा भन्छन् रातै दिन स्वास्नी कुट्नेलाई, लोग्ने स्वास्नी मिल्नु पर्छ दुवै बराबरी। घरको इज्जत नारी हो, नारीको चाहिँ सारी। मिट मसला मलाई नचला, मिट मसला मलाई नचला। रिस उठेको बेला मेरो हातमा घाउ छ, तँलाई कुट्ने दाउ छ। मेरो हातमा घाउ छ, तँलाई कुट्ने दाउ छ। एक चम्ची घिउ साइकलको ट्युब, मनपर्ने केटीलाई सिधै आई लभ यु। मनपर्ने केटीलाई सिधै आई लभ यु। साह्रै मन परेकीलाई ठाडै आई लभ यु। साह्रै मन परेकीलाई ठाडै आई लभ यु। मलाई मनपर्ने जति सबैलाई डाइरेक्टली आई लभ यु। मनपर्ने केटीलाई सिधै आई लभ यु। मनपर्ने केटीलाई पछाडिबाट आई लभ यु। थ्याङ्क यू थ्याङ्क यू। साली कमला बिमला त पहिला गइन्, दोकान सम्हाल। कति राम्री साली। झोली तुम्बा बोकी छे, आर गाठे सुईको चापो ठोकी छे। सातो पुतलो गइगो, हरी बिजोग भइगो। कुन बजियाले आँखा लायो, घरबार बिगार्यो। साली कमला बिमला त पहिला गइन्, दोकान सम्हाल। साली कमला बिमला त पहिला गइन्, दोकान सम्हाल। हामी नाच्नु पर्यो नि त तपाईँको तालीमा। पहिले एउटा खुट्टा होइन, पहिले दाहिने खुट्टा देब्रे, अब दुईटै। बत्तीसै दन्त आहा लक्षिण भाकी बनेर म हिँड्थे। है सुखमा सुख के कम थियो र, न दुःख नै दिन्थे। है आइमाईको मन के खालको हना, बुझ्नलाई सकिन नि। चिटी कुटी बोकी छे, अरे गाठे सुले लाम्पो ठोकी छे। सातो पुतलो गइगो, हरी बिजोग भइगो। कुन बुढेले आँखा लायो, घरबारै बिगार्यो। साली कमला बिमला त पहिला गइन्, दोकान सम्हाल। साली कमला बिमला त पहिला गइन्, दोकान सम्हाल। तिमी नै राम्री आहा
तिमी नै प्यारी ओहो तिमी नै अप्सरा हे तिमी जीवन हौ तिमी धडकन हौ तिमी नै सहारा हे बयान गर्दै धेरै कपर फुट्यो मेरै म बर्बाद भए नि चिटी कुटी बोकी छे और गाठे सुईको चापो ठोकी छे सातो पुतलो गइगो हरि बिजोङ भइगो कुन बुढेले आँखा लायो घर बारै बिगार्यो साली कमला बिमला त पहिला गइन् दोकान सम्हाल हो बिमला त पहिला गइन् दोकान सम्हाल धन्यवाद धेरै धेरै धन्यवाद नमस्कार चेलीबेटीहरूलाई नमस्कार तीज आउँदैछ अलिक पछाडि बोलाउनुपर्छ दर खान अर्को बजाइदिनुहोस् त चट्ट पारेर हे धनी बाउकी एक्ली छोरी कहिल्यै बेन गरेनु ए आफ्ना हो त्यति मात्रै कहाँ हो र एउटै गाउँमा प्यार्या र्यारे कहिल्यै नपार्नु पारिहाल्यो भने अब फिर्ता हुन्न गाई भैँसी होइन तिमीलाई जस्तो मलाई त्यस्तो अरूलाई के थाहा कस्तो हुन्छ कस्तो सुन्नुहोस् मेरी सासू कस्ती भलिबल जस्ती मेरो सालो कस्तो रेलगाडी जस्तो मेरो जेठान कस्तो राता मकै जस्तो मेरो ससुरो कस्तो हो मेरो सासू ससुरा सालो ठ्याक्कै यस्तै छन् कुरा काटिन्ने आइमैको जात कुरा गर्न हिँड्छन् नपकाई भात भयभरका भेला हुन्छन् गाउँका बुहारी आफ्नै घरको कुरा गर्छन् सासै नफेरी मेरो पोइ यस्तो मेरो पोइ उस्तो मेरी सासू यस्ती ससुरो उस्तो चमेलीको पोइ हेर कति मजाको मुसु मुसु हाँस्दै कति लजाको मेरी आमा रातो दिनकी बिरामी तातो पानी दिने कोही छैन ससुराकी छोरी त घरमै छे तर मेरी अर्धाङ्गिनी कहिल्यै भएन न त दुःख देख्छौ न त पीरा बोल्नै हुन्न कुदिहाल्छे माइततिर ए मेरो पुरपुरै यस्तो मेरी बुढी कस्ती सुई खुट्टी जस्ती उसका साथी कस्ता लाम खुट्टे जस्ता उसको बोली कस्तो मकै पड्के जस्तो ए मेरो खपरै यस्तो मुखमा न्यु जस्तो सबजनाले एकैचोटि एउटै तालमा बजाउनु ताली One, two, three, four. बुढी लिन ससुराली मगाको पालै पालो सबको गाली मैले खाएको ससुराले गाउँका मान्छे भेला पारे श्रीमतीकै अगाडि ज्याको जारे मेरो ज्वाइँ यस्तो मेरो ज्वाइँ उस्तो
सम्धिनी यस्ती मेरी सम्धि उस्तो काफले भएको ज्वाइँ हेर कति मजाको मुसु मुसु हाँस्दै कति लजाको मेरी आमा रातो दिनकी बिरामी तातो पानी दिने कोही छैन ससुराकी छोरी त घरमै छे तर मेरी अर्धाङ्गिनी कहिल्यै भएन न त दुःख देख्छौ न त पीडा बोल्नै हुन्न कुदिहाल्छे माइततिर हे मेरो पुरपुरै यस्तो मेरी सासु कस्ती भलिबल जस्ती मेरो सालो कस्तो रेलगाडी जस्तो मेरो जेठान कस्तो राता मकै जस्तो मेरो ससुरो कस्तो मुखमा हान्नु जस्तो 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 कोकिस डान्स कोकिस यस्तै हुन्छ तिम्रा लागि बा जे नि गरिदिन्छु मर भने नि बा अहिले मर्दिन्छु बेडा बाख्रा चराउने नि मै हो तीर्थबाट गराउने नि मै हो मरेपछि डढाउने नि मै हो गरुड पुराण लगाउने नि मै हो हुन्छ भन बिन्ती नमस्ते ए बा किन्देऊ न ए बा किन्देऊ न भजबाट सबैजनाले अब के आउँछ यस पछाडि ल भन्नुहोस् कसले भन्ने कसलाई आउँछ के आउँछ ल मै भन्छु आफ्नै चेली बेटी हुन् नाइटो देखाउँछन् नभन्नु है मरसु भन्दा उल्टै जिस्काउँछन् चौबन्दी र फरिया त बिर्से अर्काकै लुगा लगाउँछन् कपाल गेडी कुटुकै त बिर्से अर्काकै गीत गाउँछन् काटा लगा भन्छन् बा काटा लगा बिग्रे काटा तिनका बाबा माले तिनलाई भन्छन् कि क्या हो छोरी छोटा छोटा लुगा लगा हे भगवान बिन्ती नमक ए बा किन्देऊ न सबैजनाले प्लिज गाउनुहोस्
आफ्नै दाजुभाइ हुन् बा बिग्रेछ मती सोझो सजन इमान्दार त देखिन यति धर्म कर्म रीति तिथि बिर्से अर्काकै रीति मन पर्यो गाउँ घर आफ्नै तर बिर्से अर्काकै नियम मन पर्यो डिस्को डान्स भन्छन् बात छम्मा छम्मा लुजा डिस्को तिनका बाउ आमाले तिनलाई भन्छन् कि क्या हो छोरा हे भगवान बुद्धि देऊ बिन्ती नमस्ते कार्की दाई कस्तो छ भटभटे आहा कार्की दाई कस्तो छ भटभटे कार्की दाई कस्तो छ भटभटे कार्की दाई कस्तो छ भटभटे धन्यवाद धेरै धेरै धन्यवाद। अब जानुभन्दा अगाडि एउटा गीत गाउँछु। मलाई आज ए नारायणले यहाँसम्म ल्याइदिनु भयो, उहाँलाई फेरि पनि एकचोटि धेरै धन्यवाद। मलाई कस्तो लाग्छ भने म पनि पूर्वजन्ममा यतै थिएँ, तपाईँहरूसँगै थियो, तपाईँहरूकै बिचमा थिएँ, तपाईँहरूकै छोरो भतिजो नाति साथी भदा भान्जो केही न केही सम्बन्ध मेरो तपाईँहरूसँग पक्कै पनि थियो। एउटा सम्बन्ध त म सिधै नेपाली हुँ, हामी सबै दाजुभाइ हौँ, र त्योभन्दा अर्को सम्बन्ध पक्कै पनि केही थियो। म यो गीत गाउन चाहन्छु। सबैले गाउने है। भन्थे बुढा पाकाले भन्थे गाउँका काकाले भन्थे बुढा पाकाले भन्थे गाउँका काकाले बर्मा गए कर्मसँगै नेपाल गए कपाल हो, बर्मा गए कर्मसँगै नेपाल गए कपाल हो, मेचिना मगौ टाउची नेपाल हो, मेचिना मगौ टाउची नेपाल हो। दोस्रो नेपाल हो ए मेचिना मगौ टाउची नेपाल हो, मेचिना मगौ टाउची नेपाल हो। हातमा रुमाल बाँधेर काँधमा गलफन भिरेर आयो हे मेचिनामा जेठी बहिनी मगौमा छे माइले टाउचीमा कान्छी बसे साह्रै छे हाँसीले। मेचिनामा जेठी बहिनी मगौमा छे माइली टाउचीमा कान्छी बसे साह्रै छे हाँसीले। तिजे आउँदा रमाइलो बहिनी आउँछन् घरमा, नेपाली हौ भाग्यमानी कति राम्रो बर्मा। भूमि हेर्नेलाई भोपाल गाई पाल्नेलाई गोपाल हो, भूमि हेर्नेलाई भोपाल गाई पाल्नेलाई गोपाल हो, मेचिना मगौ टाउची नेपाल हो, मेचिना मगौ टाउची नेपाल हो। ए बा किन्देऊ न भटबाटे, ए बा किन्देऊ न भटबाटे, ए बा किन्देऊ न भटबाटे। दसैँ आउँदा निधारमा रातो टिका टम्मा आशिष लिन जान्छौँ हामी बडाका घरसम्म।
दसैँ आउँदा निधारमा रातो टिका टम्म आशिष लिन जान्छौँ हामी बडाका घरसम्म। तिहार आउँदा रमाइलो गाउँभरि देउसी भाइटिकामा टिका लाउँदा मनै हुन्छ खुसी। जति टाढा गए पनि भुल्नु हुन्न संस्कार यो, जति टाढा गए पनि भुल्नु हुन्न संस्कार यो। मेचिना मगौ टाउची नेपाल हो, मेचिना मगौ टाउची नेपाल हो। नेपाल हो नेपाल हो नेपाल हो नेपाल हो दोस्रो नेपाल हो। ए मेचिना मगौ टाउची नेपाल हो, मेचिना मगौ टाउची नेपाल हो। भन्नेले मोमो नौगाउँ नेपाल हो, मेचिना मगौ टाउची नेपाल हो। नेपाली बस्ने सबै नेपाल हो, मेचिना मगौ टाउची नेपाल हो। नेपाली जति सबै आफ्नै हो, मेचिना मगौ टाउची नेपाल हो। धन्यवाद धन्यवाद। फेरि पनि आउन पाऊँ, आफ्ना आमा दिदीभाइ दाजु सबै साथीभाइहरूलाई भेट्ने मौका पाऊँ। तपाईँ हामी एउटै हो, हामीसँग एकताको भावना छ, आफ्नोपन छ, आफ्नो मन छ। दुःख गरेर भए पनि भिर मौरीको मह काढौँ, सबैलाई बाँडौँ, सबैजनासँग मह पुर्याउँ, यही नै मेरो भनाइ हो। यति भन्दै म यहाँबाट बिदा हुन चाहन्छु। नमस्कार, धेरै धेरै धन्यवाद। र सम्पूर्ण आफ्नो धर्मको हामी नेपालीको श्री मीनाक्षी देवी पाथिभरा माताको अब स्टेजबाट गए। थ्याङ्क यू थ्याङ्क यू।